के तपाईँ पनि एउटा युट्युबर हुनुहुन्छ र तपाईँले पनि युट्युब जर्नी स्टार्ट गरिसक्नु भएको छ र साथीहरू तपाईँलाई थाहा छ सबै युट्युबरहरूको एउटा च्यानल हुन्छ आफ्नो युट्युब च्यानललाई ग्रो गर्न र ग्रो गर्नुभन्दा पहिला धेरै साथीहरूले आफ्नो इक्विपमेन्टहरू एकट्ठा गर्छ र इक्विपमेन्टमा के भयो भने सबभन्दा बेसिक के हो भने सब्सक्राइबर बटन कसरी बनाउने तपाईँ आफ्नो युट्युब च्यानलको सब्सक्राइबर बटन कसरी बनाउनु जसरी कि मेरो युट्युब च्यानलको हैन सब्सक्राइबर बटन बेग्लै हुन्छ तपाईले आफ्नो युट्युबको च्यानलको सब्सक्राइबर बटन बनाउन चाहनुहुन्छ भने कसरी बनाउने तपाईलाई थाहा छैन साथीहरु आजको भिडियोमा मैले तपाईलाई सिकाउने छु धेरै सिम्पल तरिकाले सब्सक्राइबर बटन कसरी बनाउँछ र धेरै सिम्पल तरिकाले बनाउन सिकाउँछु सो तपाईले भिडियोलाई अन्त्यसम्म हेर्नु होला र मेरो युट्युब च्यानल त फर्स्ट टाइम भिजिट गर्नु प्लिज युट्युब च्यानल सब्सक्राइब बेल आइकन प्रेस गरिदिनु होला किनकि साथीहरु म जहिले नै टेक्निक टिप्स भिडियो लिएर आउने गर्छु र तपाईलाई साथ सपोर्ट गर्ने गर्छु सो साथीहरु म आफ्नो मोबाइलको स्क्रिनमा आइसकेको छु र अब म तपाईलाई सिकाउन जाँदैछु कि सब्स्क्राइब बटन कसरी बनाउने हामी हैन आफ्नो युट्युब च्यानलको सब्स्क्राइब बटन कसरी बनाउने सो साथीहरु बनाउनु भन्दा पहिला म तपाईलाई सिकाउँछु म एउटा सिम्पल हैन सब्स्क्राइब बटन मैले बनाएको छु हेर्नु त तपाईहरु कस्तो लाग्छ सो तपाईहरु हैन हेर्नु होला यहाँबाट हैन ग्यालरीबाट म तपाईलाई हेराउँदै छु है सो साथीहरु र यहाँ हेर्न सक्नुहुन्छ साथीहरु जस्तै कि मेरो यहाँ छ एउटा मैले यसलाई हैन 9:3:2 मा मैले 9:16 रेशियोमा गरिएको छु तर आफ्नो हैन युट्युब को लागि बनाउनु छ भने कसरी कति रेशियोमा बनाउनु पर्छ त्यो मैले तपाईलाई सिकाउँछु सो तपाईहरु साथीहरु जुन एप्लिकेसन युज गर्नुहुन्छ त्यो एप्लिकेसनलाई ओपन गर्नु होला जसरी मैले VN बाट बनाउन सिकाउँदै छु VN ओपन गरे VN ओपन गरेपछि साथीहरु तपाईहरु यहाँबाट हैन एउटा न्यू प्रोजेक्टमा क्लिक गर्नु होला न्यू प्रोजेक्टमा क्लिक गर्नुभयो भने साथीहरु तपाईहरुको यस्तो खालको इन्टरफेस आउँछ र यहाँ तपाईहरु यहाँ माथिमा स्टक छ अल छ स्टक छ यहाँ स्टेप छ हैन अब यति यसरी आयो भने यसरी तपाईहरु क्लिक गरेर अब तपाईहरु यहाँ हेर्नुहुन्छ मैले एउटा ब्याकग्राउन्डको लागि हैन तपाईहरुले एउटा पेपर यहाँ सिलेक्ट गर्नु पर्यो र सिलेक्ट गर्नुभयो भने तपाईहरुको यसरी इन्टरफेस आउँछ जस्तै कि यहाँ अब हैन तपाईले आफ्नो युट्युबको लागि बनाउनुहुन्छ भने यहाँ हेर्नुहुन्छ ओरिजिनल माथि हेर्दै छ यो यसलाई क्लिक गर्नुभयो भने त्यसपछि साथीहरु तपाईहरुको यस्तो खालको इन्टरफेस आउँछ र इन्टरफेस आइसकेपछि साथीहरु तपाईहरु यहाँबाट हैन आफ्नो कुन रेशियोमा हैन तपाईहरु सब्स्क्राइबर बटन बनाउन चाहनुहुन्छ त्यो रेशियो सिलेक्ट गर्न सक्नुहुन्छ जस्तै कि यहाँ हेर्दै हुन्छ टिकटकको छ 9:16 त्यस्तै छ हैन इन्स्टाको छ 1:1 युट्युबको छ 16:9 त्यस्तै छ 4.5 छ 2:3 छ 3:4 छ यो सब छ हैन त यो सब हैन तपाईहरु जस्तै कि मैले अहिले हैन युट्युबको सब्स्क्राइब बटन बनाउँदै छु भने मलाई के गर्नु पर्यो युट्युबको हैन 16:9 रेशियो सिलेक्ट गर्नु पर्यो र सिलेक्ट गरेर यसलाई 16:9 मा क्लिक गर्ने गरेपछि साथीहरु त्यसपछि तपाईहरुको यस्तो खालको इन्टरफेस हुन्छ र यहाँ हेर्न सक्नुहुन्छ साथीहरु हैन मैले 16:9 रेशियोमा सिलेक्ट गरिसकेको छु र यो युट्युबको साइड आइसकेर र त्यसपछि यो वाटरमार्क तपाईले डिलिट गरिदिनु होला र गरिसकेपछि साथीहरु अलि तपाईले यसलाई के छ यो कागज यसलाई अलि तपाई ठुलो गर्नु होला र यहाँ हेर्दै हुन्छ यसलाई क्लिक गरे त्यसपछि साथीहरु यहाँ हेर्दै हुन्छ प्लस ग्यालरीको आइकन यो ग्यालरीको आइकनमा क्लिक गर्नु होला र यहाँ एलिमेन्ट्समा क्लिक गर्नु होला गरिसकेपछि साथीहरु तपाईहरु हैन यहाँ सब्स्क्राइबर यहाँ हेर्दै हुन्छ यहाँ लेखेको छ यहाँ यसलाई सिलेक्ट गर्नु होला गरिसकेपछि साथीहरु त्यसपछि तपाई डन गर्नु होला त्यसपछि तपाईको यसरी इन्टरफेस आउँछ र यसलाई तपाईले एडजस्ट गर्नुपर्छ जस्तो कि मैले एडजस्ट गरेर हेर्दै छु है र यहाँ यसरी हेर्नुहुन्छ भने आफै आउँछ र यसलाई मैले यति एडजस्ट गरे र गरिसकेपछि साथीहरु त्यसपछि तपाई अलि ठुलो गर्नु होला र एडजस्टमेन्ट गर्नु होला तपाईको हैन तपाईकोमा कति कस्तो खालको कतिले तपाईको एट्र्याक्टिभ हेराउने गर्छ सो यहाँ हेर्दै हुन्छ हेर्नु त चलाइ हेर्दै छु र यसलाई अब मैले अलि अब इफेक्ट लगाउन गइरहेको छु एनिमेसन लगाइसकेपछि साथी यहाँ हेर्न सक्नुहुन्छ आफै यसरी आयो र एनिमेसन लगाइसकेपछि साथीहरु अलि तपाईले यसलाई जुम ठुलो पनि गर्न सक्नुहुन्छ है त्यस्तै मैले अब यसलाई अलि ठुलो गरेर त्यसपछि तपाईहरु यहाँ हेर्दै हुन्छ फेरि एलिमेन्ट जान यहाँ बेल आइकनको सिलेक्ट गरेर गएपछि साथी यहाँ कलर हेर्दै हुन्छ कुनामा यसलाई अलि एडजस्ट गरेर यहाँ कलरमा सिलेक्ट गर्नु होला यहाँ हेर्दै हुन्छ एडजस्टमेन्ट यता गरेर रेड छ हैन रेडको कारणले गर्दा देखाइ हुँदैन र यहाँ एडजस्टमेन्टको कलर सिलेक्ट गर्नु होला अब कुन कलर तपाईले राख्न सक्नुहुन्छ यहाँ हेर्नु मेरो कलर यहाँ सिलेक्ट गरिरहेको छु र मैले यो
येलो कलर सिलेक्ट गरेँ र डन गरेँ अनि गरिसकेपछि साथीहरू तपाईँले यहाँ आफ्नो तरिकाले एडजस्ट गर्नु होला है र एडजस्ट गरिसकेपछि साथीहरू त्यसपछि तपाईँले यहाँ हेर्नुहुन्छ यसरी इन्टरफेस आउँछ र अलि यसलाई एडजस्ट गर्दैछु र त्यसपछि मैले एडजस्ट गरेर त्यसपछि हैन तपाईहरु फेरि आफ्नो यसलाई एडजस्ट गर्नु होला त्यसपछि साथीहरु त्यसपछि यसलाई अलि र साथीहरु मैले यसलाई एडजस्ट गरेर त्यसपछि तपाईहरु हेर्नुहुन्छ है र अब मैले हैन साथीहरु एडजस्ट गरिसकेको छु र अब मैले हैन केही लेखेर लेख्न गइरहेको छु टेक्निक टिप्स भिडियो हैन टेक्निकल हुन्छ नि टेक्निक टिप्स मैले यहाँ लेखेर त्यसपछि मैले तपाईहरुले हेर्न जाँदै छु जस्तै यहाँ टेक्निकल टिप्स मैले यहाँ लेखेर माथिमा एडजस्ट गर्दै छु है र त्यसपछि मैले एडजस्ट गरेर यहाँ कलर सिलेक्ट गरे अब कलरमा अनि मैले लगाइदियो ब्ल्याक कलरले इफेक्टिभ लाग्यो र इफेक्टिभ लागेपछि यहाँ हेर्नुहुन्छ टेक्निकल टिप्स मैले लेखिदिए र मैले तपाईलाई धेरै सिम्पल तरिकाले सिकाउन जाँदै छु सो आफ्नो तपाईहरु हैन सब्स्क्राइब बटन बनाउन सक्नुहुन्छ तपाईको जस्तै कि जुन युट्युब च्यानलको जुन खोल्नु भएको छ जुन क्याटेगोरी खोल्नु भएको छ त्यो क्याटेगोरी तपाईले बनाउन सक्नुहुन्छ है सो अब मैले हैन यसको हैन बोल्डमा गरेको थिए यहाँ हेर्न सक्नुहुन्छ बोल्ड मिलाउँदै छु है बोल्डमा अलि मोटो अक्षरले हेर्दैछ है र अब म यसलाई एडजस्ट गरेर अब यहाँ हेर्न सक्नुहुन्छ यो ब्याक भइहाल्यो अब मैले फेरि यसलाई इन्डो गरे इन्डो गरेर साथै यहाँ हुन्छ अनि मैले फेरि यसलाई ठुलो गर्दैछु र तपाईले हैन यसरी आफ्नो युट्युब च्यानलको सब्स्क्राइब बटन बनाउनुहुन्छ भने बनाउन सक्नुहुन्छ सिम्पल तरिकाले सिकाउँदै छु र तपाईले अब त्यसपछि एउटा फोटो पनि सिलेक्ट गर्न सक्नुहुन्छ त्यही मैले एउटा फोटो सिलेक्ट गर्छु है जस्तै कि साथीहरु मैले यहाँ हेर्दै एउटा फोटो मैले ल्याए र लिएपछि साथीहरु यहाँ सक्नुहुन्छ तपाईहरु र यहाँ हेर्न सक्नुहुन्छ साथीहरु मैले जस्तै कि यहाँ मैले आफ्नो फोटोमा सिलेक्ट गरेछु र फोटोलाई तपाईहरु आफ्नो न फोटो पनि यहाँ एडजस्ट गरेर राख्न सक्नुहुन्छ जस्तै मैले यहाँ क्रप गर्नुमा क्लिक गरे क्रपमा क्लिक गरे साथीहरु यहाँ तपाईहरु आफ्नो फोटो के गर्नुभयो साथीहरु ब्याकग्राउन्ड रिमुभ गरिदिनु होला त्यसमा एक्टिभ र हेराउन पनि अलि राम्रो हेराउँछ है पक्नु यहाँ ठुलो भइहालेछ है अब यसको ब्याकमा जान सक्छ यो यहाँबाट छ कि छैन यहाँबाट ब्याकग्राउन्ड हुँदै तर मैले मार्क्स अब यति गरिदियो भने कोही यतिको राख्यो भने यतिको मैले यसरी ओके गरिदिएँ र अब हेर्नुस् साथीहरु यहाँ कट्टी राख्छ अब तपाईहरु यहाँ सिलेक्ट गरेर यहाँ राख्न सक्नुहुन्छ है यसरी तपाईहरुले एडजस्ट गरेर राखिहाल्नु होला राखिसकेपछि साथीहरु यहाँ सक्नुहुन्छ तपाईहरु अब तपाईहरु आफ्नो फोटोको हैन एकैचोटी हैन यस्तो गरेर राख्न सक्नुहुन्छ जस्तै कि यहाँ हुन्छ यसरी आयो चल्यो चलेपछि साथीहरु यहाँ सक्नुहुन्छ अब बेल आइकनको हैन बेल आइकन तपाईले इफेक्ट पनि लगाउन सक्नुहुन्छ बेल आइकनको यसरी क्लिक गरेर तपाईले यहाँ लगाउन सक्नुहुन्छ है यसरी यस्तै मैले यति सबैलाई राखिदिए अब साथीहरु यति राखिसकेपछि साथीहरु यहाँ सक्नुहुन्छ यसरी आयो र आइसकेपछि साथीहरु सिम्पल तरिकाले तपाईले गर्न सक्नुहुन्छ यसरी है र अब तपाईले अब कुनै साउन्ड त्यसको त्यही अनुसारको साउन्ड राख्नु पर्यो भने यहाँ तपाईले जानु म्युजिकमा साउन्ड राख्नको लागि तपाईले यहाँ आफ्नो त्यो बेल आइकनको साउन्ड के हुन्छ त्यो तपाईहरु पहिला नै डाउनलोड गरेर राख्नुपर्छ जस्तै मैले राखेको छु है जस्तै कि साथीहरु मैले एउटा साउन्ड लिए यहाँ हेर्नुहुन्छ त्यही र यहाँ सक्नुहुन्छ मैले यहाँ यसलाई यहाँ राखिदिए अब राखिसकेपछि अब यही अनुसार चाहिँ मैले एडजस्ट गरेर मिलाउँदै छु है र मिलाइसकेपछि त्यसपछि तपाईलाई म हेराउँदै छु ल सो साथीहरु मैले फाइनली एडजस्ट गरेर त्यसपछि तपाई अब सुन्नु होला है यहाँ सो हेरिसक्नुभयो यसरी नै तपाईहरु आफ्नो सब्स्क्राइब बटन बनाउन सक्नुहुन्छ सो साथीहरु म तपाईलाई सिकाइसकेको छु कि सब्स्क्राइबर बटन कसरी बनाउने युट्युब च्यानलमा र आफ्नो सब्स्क्राइबर बटन कसरी बनाउने धेरै सिम्पल तरिकाहरु सिकाएको छु सो तपाईले भिडियो अन्तसम्म हेर्नु भएको होला सिकिसक्नु भएको होला र कस्तो लाग्यो प्लिज आफ्नो प्रतिक्रिया कमेन्ट सेक्सनमा राख्दिनु होला र मेरो युट्युब च्यानल फर्स्ट टाइम भिजिट गर्दा प्लिज युट्युब च्यानल सब्स्क्राइब बेल आइकनलाई
प्रेस गरिदिनु होला। सो फेरि भेट्नु साथीहरु नेक्स्ट भिडियोमा।